सो म चाहिँ आज हतार भ्लग यहीँबाट स्टार्ट गरिहालेँ। घरमा चाहिँ बाट चाहिँ स्टार्ट गर्नु पाएन, एकदमै हतार भयो। अनि निस्किहालेँ। मलाई लास्टै पसिना पनि आइरहेछ। अनि मेरो चाहिँ नागरिकता बनाउनु पर्ने थियो। अनि वडामा गएर सिफारिस लिएर फोटोसोटो खिचेर आउनुपर्ने छ। ड्याडी आउँदै हुनुहुन्छ। उकालो हिँड्दा लास्टै पसिना र सास एकदमै आएको छ। सो त्यही हो, मैले चाहिँ चाहिने बेलामा बनाउँछु भनेर बसेको थिएँ नागरिकता। त्यही भएर लेट्स सी के हुन्छ। थाकेर पसिना जिउभरि भएर म चाहिँ यहाँ बसिरहेको छु, वेट गरिरहेको छु। ड्याडी चाहिँ तलतिर आउँदै हुनुहुन्छ। सो त्यही हो, आज के हुन्छ। अनि खानासाना नि नखाइकन आज चाहिँ हतार आएको कि। अनि सो खाजासाजा खानु पर्ला बजारतिर। अनि नागरिकताको फोटोकपी 6वटा खिच्नुपर्ने छ। अनि फोटो गरेर अनि त्यसपछि चाहिँ सिफारिस लिएर भोलि चाहिँ मन्थली गएर नागरिकता बनाउनु पर्ने हुन्छ। अनि 2-3 दिनपछि चाहिँ म काठमाडौँ नि फर्किन्छु होला। सो त्यही हो। अनि मलाई चाहिँ अलि भ्लगिङ गर्न गाह्रो पनि भइरहेको छ ड्याडीको अगाडि। अनि सो तर केही छैन, म कन्टिन्यू गर्ने नै छु। अनि लास्टै देख्न सक्नुहुन्छ जुत्तातिर फोहोर लागेर लास्टै गर्नु भइरहेछ मलाई चाहिँ। सो म चाहिँ माथि धारा छ, धारामा गएर टक्का मुख धुन्छु अनि पानी खान्छु। अनि त्यसपछि चाहिँ मजा आउँछ। अब रोडमा निस्किनु लागि, रोडमा निस्केपछि चाहिँ सम्म छ नि त हिँड्नुको लागि, त्यति उकालो छैन। अनि त्यहाँ चाहिँ त्यति गाह्रो नहोला। तर अहिले चाहिँ देख्न सक्नुहुन्छ मैले 5 रुपियाँ पैसा भेटेको छु। यहाँ कसको हो, तर मैले 5 रुपियाँ पैसा भेटेको छु। यसले चाहिँ चुइगम खानुपर्ने हुन्छ अहिले। सो त्यही हो, 5को नोट भेटेको छु मैले। यसको ठाउँमा 1000 रुपियाँको भए चाहिँ मजा आउँथ्यो। तर यो 5को नोटको 2वटा चुइगम किनेर खाने हो, त्यही हो। लास्टै पसिना यस्तो आएको छ, मेरो लुगा पुरै भिजेर पसिना गनाउने भइसक्यो। सास यस्तो आइरहेछ कि बोल्नु नि गाह्रो भइरहेछ कि मलाई। बोल्नको लागि लास गाह्रो भइरहेछ, सास एकदमै आएको छ। मेरो गाला चाहिँ लास्टै तातिरहेछ। अनि सो त्यही भएर चाहिँ म यो चिसोमा गाला तातिरहेको छु। हल्का चिसो चाहिँ हुन्छ। सो त्यही हो। अनि काठमाडौँ जाने गाडीहरू नि आएका छु उताबाट। मान्छेहरू चाहिँ टन्नै काठमाडौँ जानको लागि रेडी गरेको रहेछ। अनि मलाई पनि जाउँ भनिरहेको थियो। म नि मन्दरसम्म त जानुपर्ने थियो नि त। अनि सो मेरो चाहिँ वडाको सिफारिस र फोटो खिचेको छैन। अनि वडाको सिफारिस लिनुपर्ने हुन्छ। अनि +2को सर्टिफिकेट पनि मेरो निकाल्नु बाँकी छ। अनि सो म त्यही भएर चाहिँ म गइनँ। अनि आज चाहिँ फोटोसोटो खिच्छु अनि वडाको सिफारिस लिन्छु। अनि टक्का लगाएर अनि सर्टिफिकेट, स्कुल खुला भए चाहिँ सर्टिफिकेट पनि लिन्छु। त्यही हो। अनि म चाहिँ ड्याडी चाहिँ पछि आउँदै हुनुहुन्छ। म चाहिँ अगाडि आउनु कारण चाहिँ मलाई ड्याडको छेउमा अलिक भ्लगिङ गर्न अप्ठ्यारो लाग्छ। सो त्यही भएर चाहिँ म अलिअलि अगाडि आइरहेको छु। अनि मलाई सास बढिआएको भएर नि ड्याडीले हिँड्दै गर्नु नि भन्नुभएको। अनि सो त्यही हो। अनि बसहरू नि उताबाट काठमाडौँ जाने बसहरू आइरहेछ। मलाई चाहिँ लास्टै गर्मी भइरहेछ। गाला यस्तो तातेको छ नि, एकदमै गाला तातेको छ। अनि बस पनि आइरहेछ। त्यही हो, काठमाडौँ जाने बस पनि आइपुग्न लागिसक्यो। बस पनि पुरा नयाँ छ, न्यू कन्डिसनमा। सो त्यही हो, मान्छेहरू सबैजना गाउँबाट काठमाडौँ हिँडिरहेछ। गाउँमा त्यति मान्छे नै छैन कि। सो त्यही भन्छ फेरि मलाई लास गर्नु भइरहेछ। त्यस्तो गरेपछि गाला चिसो हुन्छ। म चाहिँ टक्का लगाएर अहिले चाहिँ ड्याडीको लागि वेट गरिरहेको छु। अनि ड्याडी चाहिँ घ्याङबाट निस्किनु भएको छैन। अनि बिस्तारै आउँदै हुनुहुन्छ होला। नागरिकहरू पनि सबै मम्मी ड्याडीको दुबईको ल्याएर। अनि सो म चाहिँ मेरो सर्टिफिकेटहरू सबै मैले ब्यागमा हालिसकेँ, मलाई चाहिने जति सामान जति। अनि सो त्यही हो, ड्याडीको लागि वेट गरिरहेको छु। अनि ड्याडी उता सायद बोलेरै बस्नुहुन्छ होला। उता गाउँतिरको मान्छे काठमाडौँ हिँड्न लागिरहेछ, एकछिनपछि चाहिँ आउनुहुन्छ होला। सो त्यही हो, के हुन्छ लेट्स सी, हेर्दै जाउँ होइन। अनि यो टिकटकमा नै आउँछ अनि युट्युबमा नै आउँछ। तर
एउटा सब्सक्राइबर चाहिँ गरिदिनु भएको भए चाहिँ अलि राम्रो हुन्थ्यो मेरो लागि पनि। अनि मेरो सब्सक्राइबर चाहिँ एकदमै कम छ अनि मलाई ब्लगिङ गर्न नि लाज लाग्छ किनभने मेरो सब्सक्राइबरै छैन नि त। सो एक सब्सक्राइबर चाहिँ गरिदिनु होला टिकटकमा हेर्नुभयो भने भिडियो चाहिँ। सो त्यही हो, युट्युबमा त अहिले त्यति भ्युज चाहिँ जाँदैन, फर्स्ट हो त्यही 5-10 भ्युज जान्छ। अनि सो एउटा सब्सक्राइब चाहिँ गरिदिनु भएको भए अलिक च्यानल ग्रोथ हुन्थ्यो कि जस्तो नि मलाई लाग्छ। त्यही हो गाइस। अघि आएको बस चाहिँ फ्री बस रहेछ, रिजर्भको लागि आएको रहेछ। अनि मान्छेहरू टक्कलाई त्यही बसमा गयो सबैजना फ्रीमा भनेर। अनि सो हाम्रोतिरको फर्स्ट गाडी चाहिँ 6 बजेको गाडी, तर 8 बज्न लागिसक्यो, भर्खर आइरहेछ। सो त्यही हो, मान्छे त्यति छैन होला, सबै फ्री बसमा गइसक्यो। त्यही हो, म नि 2-3 दिनपछि त फर्किहाल्छु कामहरू सकाएर। अनि मैले चाहिँ फेरि पैसा तिर्नुपर्ने हुन्छ। अनि फ्री बस त आज रहेछ। अनि सो सबैजना गइसक्यो, बिहेको लागि रिजर्भ बस आएको रहेछ। त्यही हो, अनि सबैजना मान्छेहरू यहाँ चाहिँ फ्रीमा 1000 जान्छ नि त भाडा, अनि तिर्नु पर्दैन भनेर अनि फ्रीको बसमा सबैजना चढेर गइसक्यो मान्छेहरू। अनि यहाँ यो गाडी चाहिँ खाली नै होला, त्यति प्याक चाहिँ छैन होला। यो बसमा सायद मलाई चिन्ने मान्छेहरू नि होला हुन चाहिँ, तर म केही बाल नै नदिकन भ्लग बनाएर हिँड्नुपर्ने हुन्छ। गाडी आइरहेछ। ड्याड पनि पछि आउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ गाडी टक्क लगाएर गाडीहरू आइरहेछ। यता चाहिँ फेरि पानी छ क्या, त्यही भएर पानी छ्याप्छ भनेर चाहिँ म उता नगइकन यहीँ बसेको। फेरि लुगा खत्तम पारिदिन्छ नि त, पानी छ्यापिदिन्छ। अनि त्यसपछि त घर फर्किन्छ कि धोबी जाउँ जस्तो लाग्छ। अनि त्यही भएर चाहिँ गाडी एकदम आइरहेछ। अनि मान्छेहरू कतारे भेटिँदै नेपालको गाडीहरू आइरहेछ। त्यही हो, टक्क लगाएर धोबी जानुपर्ने हुन्छ। सो हामी चाहिँ अहिले धोबी पनि आइपुग्न लाग्यौँ। अनि यतातिर चाहिँ रोड सोड पिच भइसकेको छ। अनि उता अघि हामी आउने बाटोमा चाहिँ रोड पिच भएको छैन, यता देख्न सक्नुहुन्छ रोड चाहिँ एकदम दामी चकाचक छ। अनि त्यसपछि हामी स्कुलको नजिक पनि आइपुग्यौँ। अनि मैले चाहिँ +2 क्लियर गरेको स्कुल यही हो, तल देख्न सक्नुहुन्छ। ड्याडी यता हुनुहुन्छ। अनि त्यही हो, लेट्स सी के हुन्छ। लाइक यो स्कुलमा चाहिँ कस्तो हुन्थ्यो भने हामी क्लासमा आउँदा चाहिँ टिचरहरू चाहिँ एकदमै कम आउँथ्यो क्या। अनि कहिले आउने कहिले नआउने त्यस्तो हुन्थ्यो। अनि अहिले नि टिचरहरू चाहिँ यो स्कुलमा कम नै छ भनेको सुनेको छु मैले। सो त्यही हो, अब बजार नै आइपुग्न लाग्यो। अनि टक्क कपाल सपाल काटेर चाहिँ अनि फोटोसोटो खिचेर चाहिँ अनि ओडाको सी प्राइभेट लिएर चाहिँ हामी टक्क लगाएर घर जानुपर्ने हुन्छ। अनि त्यही हो, लेट्स सी के हुन्छ। अहिले चाहिँ हामी टक्क लगाएर बजार पनि आइपुगिसक्यौँ। अनि यता देख्न सक्नुहुन्छ रोडहरू पुरै खाली नै छ। अनि पहिलादेखि नै हामी सामान किन्न चाहिँ लुगासुगा किन्नको लागि चाहिँ हामी यही बजार आउँथ्यौँ। अनि त्यसपछि आलु किन्न, अनि तरकारीहरू किन्न, अनि लुगासुगा किन्न चाहिँ हामी यही बजार आउँथ्यौँ। अनि हामी सम्पर्ने मान्छेहरू नि टन्नै छ यो बजारमा चाहिँ। पहिला म सम्पर्ने साथीहरू पनि घर यतै हो, धुबीमै हो। सो त्यही हो, अब चाहिँ हामी फोटो स्टुडियो गएर चाहिँ फोटो खिच्नु पर्ने हुन्छ। यता देख्न सक्नुहुन्छ ड्याडी हुनुहुन्छ, बाटोहरू पुरै खाली छ। यो बजार चाहिँ लाइक यस्तो क्लिन भइसक्यो, यस्तो सफा भएछ। अनि खुसी लाग्यो, एकदमै सफा अनि शान्त भएछ यो बजार चाहिँ। नआएको नि 1 वर्ष जति भइसकेको थियो यो बजार नआएको। अनि आज आउँदा चाहिँ खुसी नै लागिरहेछ। अनि रोड पिचहरू भएछ, ठुलो 2 लेनमा बनेको रहेछ, एकदमै दामी छ रोड सोड पनि। सो त्यही हो, सो हामी चाहिँ फोटो स्टुडियोमा नि आइपुगिसक्यौँ। आज टक्क लगाएर फोटो खिच्नु पर्ने हुन्छ। त्यही हो, अगाडि ड्याडीको खिच्नु छ होला, अनि त्यसपछि चाहिँ मेरो फोटो खिच्छ। अनि 100-100को 6-6वटा फोटो चाहिँ हामी निकाल्नु पर्ने हुन्छ। सो त्यही हो, त्यहाँ पसलको दाइ चाहिँ माथि सामान पठाउनु छ अरे भनेर गइसक्नु भयो। अनि बस आएको थियो 8 बजेको, अनि कुन सामान पठाउनु पर्ने छ भनेर माथि गइसक्नु भयो। अनि एकछिनपछि आउनुहुन्छ अरे, अनि त्यसपछि चाहिँ हाम्रो फोटो खिचिदिनुहुन्छ अरे भन्ने कुरा गर्नुभयो। अनि एकछिनपछि आउनुहुन्छ होला, हामी चाहिँ जस्ट वेट गरिरहेछौँ दाइ कतिखेर आउनुहुन्छ भनेर। अनि ड्याडी बाहिर जानुभएको छ, रेस्टरुम जानुभएको छ। अनि म चाहिँ टक्क लगाएर वेट गरिरहेको छु। सो त्यही हो।
सो यता स्टुडियोमा चाहिँ मान्छे आएन, माथि सामान पुऱ्याउन जान्छु भनेर यहाँ हाल्नु जान्छु भनेर आउनु भएन नि। सो हामी चाहिँ अर्कै फोटो स्टुडियोमा गएर अनि फोटोसोटो खिच्नुपर्ने हुन्छ, त्यही हो। अनि यहाँ चाहिँ मान्छे आउँदै आएन, अनि हामीले 10 मिनट जति त कुर्यो, तर मान्छे अझै पनि आउनुभएकै छैन। सो यता अगाडि पनि फोटो स्टुडियो छ, अनि त्यहाँ गएर चाहिँ फोटोसोटो खिचेर चाहिँ टक्क लगाएर ओडाको सिफारिस लिएर चाहिँ जानुपर्ने हुन्छ हामी। त्यही हो, यहाँ अगाडि फोटोसोटो 6वटा खिच्नुपर्छ, बिहारीको 4वटा, मेरो 6वटा। अनि त्यही हो त्यतातिर मान्छे बल्ल बल्ल भेटायो, पैसा लिनु पर्ने बल्ल बल्ल भेट्यो। अब हामी चाहिँ दाइ भेटिसक्यो, अब हामी चाहिँ तल नै जान्छ लगाएर दाइ फर्केर आउनुभएछ, अनि अब तल गएर टक्क लगाएर फोटो खिच्नुपर्ने हुन्छ। टिभीमा आउने कि भोलि पर्सि चाहिने, भोलि चाहिने टिभीमा आउने कि यो चिजमा त ठिकै होला। सो अहिले चाहिँ हामी गाडीमा नै चलिसक्यौँ, अनि सिट नपाएर छर्न बसिरहेको छ। अनि अघि फोटो स्टुडियोमा नि लास्टै टाइम लाग्यो, किनभने कम्प्युटर चलाउन नजान्ने रहेछ, अनि सो लास्टै टाइम लाग्यो। अनि फोटो निकाल्नु नि अहिले चाहिँ लाइक 11 बज्न लागिसक्यो। अनि सो हामी चाहिँ बसमा चढेर उतासम्म जानुपर्ने हुन्छ, नाग्दासम्म। सो त्यही हो। सो अहिले चाहिँ हामी एकदम छर्न बसिरहेको छौँ, अनि लास्टै गाह्रो नि भइरहेको छ, बस पुरै ल्याएको थियो। अनि सो हामीले चाहिँ छर्न हाल्नु भयो, अनि सो त्यही हो। तर मजाले मजा आइरहेछ, सिनहरू देख्न सक्नुहुन्छ, बबालाई देखिरहेछ। एकदम स्वाद आइरहेछ। हामी चाहिँ नाग्दासम्म मात्रै हो, उता टाढासम्म जाँदैनौँ, नाग्दासम्म हो। त्यसपछि त्यहाँ सिफारिस लिनुपर्ने छ। एकदम पहाडहरूले नि छेकिरहेछ। एकदमै बस्दै उठेको अवस्था छ। ड्युरीमै साथी हो। हामीलाई त्यो लास्टै मजा आइरहेको छ। त्यसलाई हावा सरेर अनि भ्यूहरू देख्न सक्नुहुन्छ, टक्क पारिकमा देखिरहेछ। अब हामी चाहिँ झर्ने ठाउँ पनि आइपुगिसक्यौँ, भनेको त्यही भएर चाहिँ मैले भिडियो अन गरिहालेँ। एकदम ठ्याक्क झरेर चाहिँ सिफारिस बनाएर जानुपर्ने हुन्छ। बिहार चाहिँ भित्र हुनुहुन्छ, भित्रै हुनुहुन्छ। यस्तो हावा आइरहेछ नि, त्यस्तो गरेर एकदम मजा आइरहेको छ। भ्यूहरू देख्न सक्नुहुन्छ, पारिमा पुरा देखिरहेछ। त्यही हो, यस्तो अवस्था देख्न सक्नुहुन्छ। मेरो खुट्टाहरू चाहिँ त्यस्तै छ, तल मान्छेहरू देख्न सक्नुहुन्छ। अझै कस्तो के यसरी बसको भुइँमा बसेको, अनि अलिअलि डर नि लागिरहेछ, अनि अहिलेसम्म अलि अप्ठ्यारो पनि लागिरहेछ, तर केही छैन, म कन्टिन्यू गर्छु। अब चाहिँ हामी झर्ने ठाउँ पनि आइपुग्न लागिसक्यो। बस चाहिँ पल्टिला जस्तै एकदम हल्लिएको छ, डर अलिअलि डर नि लागिरहेछ। सो अहिले चाहिँ हामी सिफारिस
हरू लिएर फर्किसक्यो अनि ड्याडको पनि नागरिकताको मेटेको थियो अनि त्यही भएर डबल गर्नको लागि कागजहरू मिलाइसक्नु भयो अनि हामी चाहिँ अब घर जानुपर्ने हुन्छ। घर चाहिँ लास्टै टाढो छ यहाँदेखि, अहिले गाडी नै आउँदैन, मलाई चाहिँ लास्टै सास आइरहेछ। त्यही हो, हामी चाहिँ पारी पुग्नुपर्ने यहाँदेखि रहन्छ यो डाँडादेखि चाहिँ, तर ओह्रालो झर्नुपर्छ अनि लास्टै टाढो छ। अब यही बाटो हुँदै हिँडेर जानुपर्छ। अहिले चाहिँ म टक्कै यहाँ बस्नुपर्ने हुन्छ, लास्टै सास आएर गर्मी भएर अब गएर चाहिँ नुहाउनु पर्ने हुन्छ। अनि नुहाएपछि टक्क लुगा सुगा पनि धुनु छ अनि भोलि एक दिन रेस्ट गर्छु होला। अनि पर्सिको दिन म नागरिकता बनाउन जान्छु अनि पर्सिको दिन चाहिँ म काठमाडौँको लागि निस्किन्छु होला। सो त्यही हो, अब के हुन्छ लेट्स सी, हेर्दै जाउँ होइन। सो फाइनली हामी चाहिँ अहिले घर पनि आइपुगिसक्यौँ अनि कामसाम सबै खलास पारेर चाहिँ घरमा नै आइपुगिसक्यौँ अनि यो भित्र बाटो देख्न सक्नुहुन्छ। सो त्यही हो, आजको भ्लग यहीँ एन्ड गर्छु। बाइ बाइ।